गुड मर्निङ गाइस, अर्को ब्लगमा तपाईँहरूलाई स्वागत छ। हिजो हामीले दाउरा बोकेको थियौँ होइन, दाउरा ल्याएर यहाँ राख्यौँ। हामीले माथि घरभित्र हाल्ने विचार गरेको थियौँ, घरभित्र हाल्दा अलिक गाह्रो भयो क्या। मौसम त मधुरो मधुरो छ हेर्नु है, अलिक धमिलो धमिलो छ। त्यही पनि साँच्ची मैले त साबुनै पनि लिन बिर्सेछु। साबुन लिनुपर्ने हुन्छ अनि धारामा गएर टाउको धुनु पर्ने हुन्छ। अब घिउकुमारी पनि छ। घिउकुमारी त ठुल्ठुलो पात छ है हाम्रो होइन, अलिकति झारसार छ, त्यो झार त सफा गर्नुपर्ने। सानो साबुन भन्ने हुन्छ। आज चाहिँ पानी यो धारामा झरिरहेको छ, नत्र भए त पुरा पाइपमा मात्र लान्छ क्या होइन। धारा पुरा सुकिरहेको हुन्छ, सफा पनि भएछ अलिअलि होइन। यो स्याम्पू गर्ने मान्छेहरूले यहाँ सब फोहोर गरेर राख्छन् क्या। फेरि टाउको धुने होइन, स्याम्पू चाहिँ धारमै फालेर हिँड्ने खालको चाहिँ अब यस्तो सरसफाइ गर्नु पनि जरुरी हुन्छ क्या। देख्न सक्नुहुन्छ होइन, मैले चाहिँ कपाल सपाल नै धोइसकेँ होइन, टाउको सबै धोइसकेँ। अब पानी खानुपर्ने हुन्छ, चिसो पानी। यस्तो गर्ने होइन गाइस, यसरी खाने हो। मेरो त सानो साबुन होइन, यसरी पातमा गरेपछि साबुन लाग्दैन हातमा। जानुपर्ने हुन्छ। पछाडिको सिन हेर्नुहोस्, धारा त्यहाँ भइहाल्यो होइन, घरहरू छन् अनि यो बाँसकारीहरू भइहाल्यो। ठुला ठुला बाँसकारी छन्। एउटा बाँस चाहिँ लडेछ कहीँ। आनन्द फिल आयो क्या। मस्त टाउको धोएपछि त होइन अहिले फ्रेस भइरहेको छु क्या म एकदम। अघि त कस्तो ह्याङ भइरहेको थियो, उठेपछि त्यस्तै हुन्छ क्या, ह्याङ पारेको। अरू त के देखाउनु खै। मेरो चाहिँ लाइफ स्टाइल भ्लग हुन्छ है। म जहिले भ्लग त अपलोड गर्न सक्दिनँ, तर मेरो विचार चाहिँ थियो जहिले दिनको एउटा डेली भ्लग हाल्ने है। तर त्यो सम्भव हुने छैन, किनकि यहाँ गाउँमा त अब होइन 4G डाटाबाट भ्लग अपलोड गर्नुपर्ने हुन्छ, वाइफाईहरू छैनन्। मैले चाहिँ घरभित्र बाहिर बढेर सकेँ, तर एउटा प्रब्लम आयो क्या। कस्तो प्रब्लम आयो भने हिजो बेलुका एक प्याकेट तेल ल्याएको थियो, त्यो तेलमा मैले बड्डा त्यो डिब्बामा हालेको थिएँ होइन, हर्लिक्सको डिब्बामा तेल हालेको थियो। अनि अलिकति बाँकी थियो क्या, त्यो चाहिँ त्यत्तिकै छोडिरहेको थियो प्याकेटमै। त्यो प्याकेटको दुलो खुल्लै थियो, कमिला छिरेछ क्या। यस्तो प्रब्लम आउँछ बिहान बिहानै यार, दिमाग खराब हुन्छ क्या। जहिले राम्रो काम गर्न खोज्छ काम बिग्रिन मात्र खोज्छ क्या, बिग्रिनै मात्र खोज्छ। गाइस स्याउ खानुपर्ने हुन्छ अब होइन। एउटा स्याउ रहेछ, त्यसलाई खान्छु। चार्जर गाइस, त्यो मोबाइलको चार्ज सिद्धिन थालिसकेको छ। हामी बेमा हिँड्दैछौँ गाइस होइन। पछाडि देख्न सक्नुहुन्छ मेरो ठुलो बाबा र काका आउँदै हुनुहुन्छ। आज बेमा हिँड्न थालेको होइन। आज हिँड्दै यो ट्रेक गर्दै जानुपर्ने हुन्छ। पारीको रोड छ नि, रोड हो त्यो रोडमा, त्यो रोडबाट जानुपर्ने हुन्छ बेमा चाहिँ। दामी पाराले होइन, धेरै पछि बेमा हिँडिएको छ। बस्नुपर्छ शीतलमा। धेरै पछि ट्रेक गरेको हिँडेको होइन, मजा आएर छ कसम। गुड फिलिङ गुड क्या। तपाईँहरूलाई अघि मैले त्यो बाटो देखाएको थिएँ नि, जुन रोड पारीबाट देख्न सक्नुहुन्छ हाम्रो घर है। पारी यतातिरबाट देखाएको क्या। हाम्रो घर चाहिँ ऊ माथि हो होइन, देख्न सक्नुहुन्छ। भिर यस्तो छ यहाँ।
तलबाट बुढाहरू आउँदैछन् लास्टै गर्मी भयो क्या, मैले त सर्ट खोलेर हिँडेको हेर्नु ल। यो तपाईँहरूले खानुभएको छ यो काली अङ्गेरी कि के भन्छ यसको नाम, यस्तो हुन्छ नि त फुल, मिठो हुन्छ है, कालो कालो हुन्छ। अब एकैचोटि बे गर्न गएर भेटौँला है। व्यवस्था भएर चाहिँ है मासु डिउ कति राम्रो है यस्तो छ यहाँ। खानु 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 राम्रो त बोझ हो नि त बोझ यहाँ एउटा हिरो छ। यो चाहिँ गेट हो गाइस होइन, हेर्नु बेको गेट यस्तो छ। वाउ यसरी छिर्नुपर्छ। सिस्टममा त एउटा पोलिसी ल्याइदिएर राख्नु पर्यो। मलाई